यस्तै छ दुनिया जमाना चाले Wow, somebody is so happy today he got a new cycle. And this is my bike. Oh my god, we got guitar, man. Oh, I'm listening to some tunes. Okay, it's gonna be crazy today, huh? Oh my god, let's go, guys, let's go. Start slowly, huh? Finally, it's a big march in versus. Na 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 na. ए दाइ भोलि त त्यहाँ जानुपर्छ ओहो त्यहाँ तर गह पौडी खेल्यो तिनीहरूलाई तिनीहरूलाई पुरा ट्रिप उतार्न गयो जस्तो भयो क्या दाइ यार पौडी खेलायो ट्रिप फ्रेस बनाउनु पर्ने थियो कि त्यो बुढोलाई अनि बल्ल कुरा सुन्ने त्यस्तो हावा टेन्सन भइरह्यो कि त्यो मान्छेलाई खास अहिले काम नगर्ने होइन दाइ तपाईँ जाने बेला त्यो दिदी थियो है बुढी थियो होइन बुढीले छोडेर गइदिएछ कि त्यो बुढोलाई त्यही टेलर बुढोलाई के क्रेजी भइरहेको थियो त नि दाइक है त्यही हिँडेको कि भाइ भाइ ठिस भा आफू कोसँग गयो टाइस भएर क्रेजी भइरहेको त्यस्तो कुरा छोडिदिनु अङ्कल मलाई यहाँ टेन्सन छ म वहाँ कहाँ जाने हो समुद्र पारी भनेको मैले बाबु यार भन्छ मिसिन लिन गएन कि आज मेन कुरा त्यहाँ मिसिन बनिसकेको थियो त्यही भनिदिनु त्यहाँ गएँ दाइ होइन ठिक छ अलिकति त मैले यसो टाइम सोचेँ तर बिहानै फेरि छुट्टै हो त नि आजको दिन गइहाल्यो नि यार हो अब यहाँ 2-3 दिन यसो बार सब यसो जानुपर्ने छ दा यार तपाईँ र म जाने हो हो केही छैन यार हो छैन यहाँ त्यो कपडा भने यहाँ म खासै गाइनी गएन त्यहीँ त्यो बुढोहरूको कुरा पनि भुलेँ कि म त हरिफ दा यार ल म त्यो बुढो दाइ सक्यो पेट्रोल 100 सक्यो कि कहाँ छ तपाईँ यहाँ पेट्रोल पम्प यार हाम्रो राइडको आज पेट्रोल सक्यो ऱ्याम्स बारबाट अगाडि आएर रोकेर जस्तो छ बाइक दाइको कपाल काट्दिउँ म भित्र गएर फेरि दामी देखेर नो पार्किङमा गएर रोकेला जस्तो छ कसलाई फोन हान्ने त दाइ यार दाइलाई फोन हान्ने यहाँ वरिपरि त को छ त साथी Shit. Hold on guys. कस्तो होइन कस्तो ठाउँमा अड्क्यो है पेट्रोल पम्प छैन वरिपरि यार 10 किलोमिटर पेट्रोल पम्प छैन ललिब्रोलाई कल हान्ने होला नि दाइ धेरै टाढा छैन नि त्यहाँबाट हुन्छ होइन Oh my god, too much high on life. His diary, we created a YouTube channel. New YouTube channel, High on Life, okay? ठीक छ दाइ हेलो निश्चल दाइ त्यहाँ कोही भाइ छ कि छैन नि यहाँ छ भाइ
यहाँ पेट्रोलले सक्यो कि तपाईँको दोकानहरू थोरै अगाडि यो माथितिर हो त्यहाँ साधन छ भने यसो यहाँ पठाइदिनु यहाँ ठ्याक्क ऱ्याम्सभन्दा थोरै अगाडि यहाँ ठ्याक्क ल है पठाइ नम्बर दिएर एउटा बोतल छ भने बोतल पनि दिएर पठाइदिनु त ल दाइ ल दिन्छ यस्तो इमर्जेन्सीमा दिएन भने के गाडी लिएर जान्छ नि त ठिक हुन्छ होइन टुकेमा खिचेको हो कि यहाँ छ पुस्ने कुरा त ओ हाम्रो घोडाको पेट्रोल सक्यो तर चिकास देखेको घोडाको एक गिटार हालेर हिँडिदिने क्रेजी हुन्छ लेग साइडतिर भएको है त क्रेजी हुन्थ्यो है त टिकटकमा दाइले फोन हाने के अरे हेलो 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 कहाँ हो दाइ यहाँ पेट्रोल सक्यो छ त्यहाँ ग्यालिनमा ल यहाँ ट्याटो हान्न जान लाग्यो अरे आउँछ आउने भए आउनु भनेर नि हो तर पेट्रोलै सक्यो पहिला सुरु ल ल ओके ओके ल ल कति भयो टाइम 7:38 ल 8:08सम्म ठिक छ हाम्रो टाइम Are you good? Yes. तर है little bit problems. मैं यहाँ धेरै रियालिटी चेक पाएँ आफूले आफूलाई के भाइ म त टाढाबाट सुन न तँको आफूले एज अ एक्सपिरियन्स अर्न गरिरहेको छ होइन हामी त टाढाबाट छ नि त यसलाई इलेक्ट्रोन थ्योरी भन्छ कि नि बुझिनुहोस् हात्तीको जति अगाडि बसिस् होइन त्यति हात्ती थोरै देखिन्छ कि हो कि होइन होइन हात्ती जति हामी पछाडि बस्छौँ अनि बल्ल ए हात्तीको एज अ होल बडी त्यत्रो रहेछ भन्ने हुन्छ यस म सबै कुरामा के भइरहेँ म फ्लोमा गएँ कि धेरै फ्लोमा होइन त अलिकति उसै भइस् कि भाइ अलिकति त्यो एक्साइटमेन्ट हुन्छ नि होइन भोलिबाट आज यो समथिङ न्यू वान राइट देन विल डु इट्स नेभर टु लेट तपाईँ छैन हामीसँग है तपाईँ छैन कि मेन कुरा यहाँ आजलाई आइकन बनाइसक्यो तिन दिनले झ्याम आफूले हान्छ पैसा छ यिनीहरूसँग भनेर भन्न मिल्दैन कि नि होइन कि त्यस्तो छ होला तिनीहरूले त त्यो बेस त पहिलादेखिको होला रेडी छ नि त तिनीहरू म हिँडेर गएको छोरामा 5 किलोमिटर बाइकमा गइरहेको डेन्जर हो होइन दाइ ठिक छ अलिक शान्ति भएर सोच्नु पऱ्यो नचाहिने शान्ति चाहिएन This is Sion Live Session
1. Woo! Motherfuckers. Mother lovers. मोटो ब्लगर्स Motor vloggers, mother lovers. मजा लगर तर आमाले जे गरे नि गर भनेको ट्याटु हान्ने हिँड्ने अहिले छोरो आमाको ट्याटु हान्ने हिँडेको फेरि यस्तो छ सारा फुल अन वेटिङमा छ त्यहाँ I'll be back. बस्छ मैले यसलाई के गर्नु भनेको दाइ आत्यो भने फोन हान्छु नि स्योर हान्छु नि भनेको लाइट बल्दैछ फ्ल्यास दाइलाई आत्यो भने दाइ आइहाल्छ नि अरे फोन हानिहाल्छ नि दाइले तपाईँलाई फोन हानी गर्दा फेरि होला खोपडी तोर साले भन्ने जस्तो भयो सरी No respect for time, man. हो त्यही भने मैले देखिस् मैले तँलाई अघिबाट बाटो भनेको बिकी दाइ स्योर रिसाउँथ्यो मैले भनेको हेर्लाई तपाईँले है मलाई एकपल्ट हान्यो नि किन दाइले एकल हानिहाल्छ नि मलाई ढिलो हुने भयो अति नै मैले तपाईँ त काम गर्दैछु भन्यो नि त आइएम रङ त्यो धेरै यताउति नगर तर खै त्यहाँबाट फुटेज डाइरेक्ट निकालेर ड्याङ निकालेर मेरोमा पनि राख्नुपर्ने भएछ डिजाईको सफ्टवेयर डाउनलोड गरिहाल्छु म यसलाई अलिकति उस दिनु पऱ्यो कि हेर्नु त यो हाइपर भएछ यो एकदमै हाइपर भएछ ओभर हाइपर भएछ तर दाइ उस खाएर होइन खाएर त तँलाई कसले भनेको र मलाई त्यो मान्छे मेरो मन आएको के छ नि पासवर्ड बिग्रियो यन्त्र भन्दैछु मान्छे अर्का है ना अर्का है सुरे खाना यार मेरो आयो रातभरि खानु पुगिँदैछ आज यहाँ भुइँमा छोडेर गएको हिजो घर घर नयाँ चुरोट खोजेको चुरोटै भेट्टाएको छैन नि तँलाई भन्छु नि यहाँ भुइँमा बिहान केटाहरूले राखेको यन्त्र 1 2 3 त्यो हेरै त्यो प्याट त्यो खसेर नि त्यो लेन्स फुट्छ कुन दिन त्यसरी गर्दाखेरि त्यो स्टेबल छैन मलाई स्ट्यान्ड एक त हावामा चाहिँ हुन्न त यो है हुन्न कति हुन्न हावामा त एउटा स्ट्यान्ड चाहिन्छ सपोर्ट चाहिन्छ त्यसलाई ऱ्याप हान्ने मुनिको चाहिँ उस्तै सानो हो कि अलिकति ठुलो खालको चाहिन्छ कि एरिया कभर गर्ने गर्नु त म्यानको होइन क्यामेरा खतरा बनाएको र स्ट्यान्ड चाहिँ अलिकति त्यो दिएन कि खास यो यसको स्ट्यान्ड होइन त होइन ए यो थर्ड पार्टी हो And behind the camera we have Mickey Mouse, Mighty Mouse and Mighty भनेको त सानो हो कि होइन त ठुलो हो ठुलो है म ब्याचलर BMTM थर्ड इयर पास no complete okay lost in mountains practical दिँदा हरायो माउन्टेनिङ कोर्स पनि हुँदो रहेछ गाइडको काठमाडौँमा ल। 2-3 जना खोजिएको म पढेकै ब्याचलर इन माउन्टेनियरिङ एन्ड टुरिज्म हो हुन त लास्टमा कपाल काटेर बस्नु कपाल त सुरुमै काटेको
है तर कस्तो मलाई इच्छा लाग्यो होला है दाइ त्यो ट्रेकिङ जाने बेला आफ्नो टुल्स बोक्ने क्या है दामी होइन मलाई दामी इच्छा लाग्यो यार गएँ बोकेँ फर्स्ट टाइम कपाल काटेँ सुतेकै होइन यार फर्स्टचोटि त्यो कपाल काट्ने दिन कि भोलि मान्दैन कि चिसो छ यार होइन बल्ल यसो इङ्ग्लिस बोलेर फगाएको नि हल्का मुलेट हानिदिएको ला खैरेनी ट्रिप हान्यो होला कि त्यसलाई त्यस्तो ठाउँ कपाल काट्दिएको ल बर्लिम भन्ने ठाउँको दाइ त्यो सबभन्दा जोस् एल्टिट्युडमा के लोएस्ट सिटी हो कि त्यो त्यसलाई अनि 4100 मिटरमा कपाल काट्दा पुरा उस भने पुरा सी लेभलकोहरू होइन त सी लेभल तर दामी हो नि यार अल्को मोडलहरू त्यहाँ क्रेजी एउटा लेडी भेटेको दाइ पछि थाहा पाएको कि प्ले बोयको मोडल रहेछ कि त्यो केटी प्ले बोयको मोडल अब अहिलेदेखि कन्ट्याक्टमा छ त्यो राम्रो कन्ट्याक्टमा छ ओके आई विल फ्लाइ अन प्राइभेट जेट हेलिकप्टर पनि चढेको हुन्छ अनुगममा आँखाले नभ्याएको कि अब खिचम कि हेरौँ भइदिएर आइरह्यो मलाई केटीहरूलाई डु यु हेभ